माउन्ट एभरेस्ट आइपीओ को रिजल्ट त आयो। अब यसको लिस्टिङ कहिले हुन्छ र यसको लिस्टिङ प्राइस कतिदेखि कतिसम्म हुन जान्छ, यो सबै कुराको जानकारी तपाईलाई यो भिडियोमा दिनेछु। भिडियो अन्तसम्म हेर्नु होला। कम्पनीले 2083 असार 3 गते यसको आइपीओ प्रकाशित गरेको थियो र यसको अन्तिम मिति भन्ने 2083 असार 8 गते रहेको थियो। यसको इस्यु गर्ने म्यानेजर भने एनआईएमबी एसी क्यापिटल लिमिटेडले हो। यसको पर शेयरको भ्यालु 100 रुपिज रहेको थियो र म्याक्सिमम किता तपाईले 10,000 सम्म भर्न सक्नुहुन्थ्यो र मिनिमम भने 10 किता भर्न सक्नुहुन्थ्यो। कम्पनीको टोटल भ्यालुएसन भने 86 करोड राखिएको छ। त्यसमध्ये 30% बराबरको 25,80,000 युनिट शेयर भने पब्लिकको लागि इस्यु गरिएको थियो। 25,80,000 मध्ये 10% बराबरको 8,60,000 शेयर भन्ने सोलुखुम्बु डिस्ट्रिक्टमा बस्ने लोकलहरूको लागि इस्यु गरिएको छ र 20% बराबरको 17,20,000 शेयर भने पब्लिकको लागि यसमा राखिएको छ। यसमध्ये 10% बराबरको 1,72,000 शेयर भन्ने वैदेशिक रोजगारमा गएको नेपाली नागरिकहरूको लागि राखिएको छ। 2% बराबरको 34,400 शेयर भन्ने कम्पनीजको इम्प्लोयीहरूको लागि राखिएको थियो र साथै 5% बराबरको शेयर भन्ने 86,000 युनिट शेयर यसको म्युचुअल फन्डको लागि रिजर्भ गरिएको छ र बाँकीको 14,27,600 शेयर भन्ने सर्वसाधारण व्यक्तिहरूको लागि अलट गरिएको छ। यसमा टोटल 28,62,909 जनाले अप्लाई गर्नु भएको थियो, जसमध्ये 47,230 जनालाई डिस्क्वालिफाइड गरिएको छ। 1,42,760 जनालाई 10 किताको दरले लटरी सिस्टमको माध्यमबाट शेयर अलट गरिएको छ। कुरा गर्ने हो यसको लिस्टिङ प्राइस र लिस्टिङ डेटको बारेमा भन्ने यससँग सम्बन्धित कुनै पनि अफिसियल न्युज आएको छैन। अनुमानित 1 महिनाको भित्रमा यो नेप्सेमा लिस्ट हुन्छ। भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नु होला, साथीहरुसित शेयर गर्नु होला र यस्तै आइपीओ र नेपाल स्टक मार्केटको बारेमा थप जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।